मनको भाव। यो ब्रह्माण्ड अनन्त छ, विशाल छ। आकाशमा ताराहरू चम्किरहेका छन्। धरतीमा जीवहरूको जीवन चलिरहेको छ। हामीले यो संसारमा जन्म लिन्छौँ, जीवनमा आइपर्ने विभिन्न किसिमका उतार चढावहरू भोग्छौँ र अन्त्यमा यस भौतिक शरीर छाडेर जान्छौँ। धेरै मान्छेहरू भन्छन् जीवन एक यात्रा हो, तर यो यात्राको अर्थ के हो? म कहिलेकाहीँ पशुपन्छी, बोट बिरुवा र मानिसहरूको जीवनचक्र निरीक्षण गर्छु। त्यसबेला मनमा एउटा गहन प्रश्न उठ्छ, जीवन भनेको वास्तवमा के हो? यो प्रश्न सरल लाग्छ, तर यसको उत्तर अत्यन्त जटिल र बहुआयामिक छ। जन्मनु, हुर्कनु र अन्त्यमा संसारबाट बिदा हुनु यो हरेकको नियति हो। चाहे त्यो छोटो आयुको मौरी होस् वा शताब्दीसम्म बाँच्ने बोट वृक्ष, हरेक प्राणी निश्चित आयु लिएर जन्मन्छ। मानव जीवनको हकमा बाँच्ने वा मर्ने कुनै पूर्व निर्धारित समय छैन। हामी जहाँ पनि, जसको कोखमा पनि जन्मन सक्छौँ। पूर्व जन्ममा विश्वास राख्ने हो भने यो पूर्व जन्मको कर्म अनुसार निर्धारित हुने तर्क सुनिन्छ। शास्त्रमा भनिएको छ, कर्मणा जायते जन्तु, प्राणीले आफ्नो कर्म अनुसार जन्म लिन्छ। हामी ढुङ्गे युगदेखि अहिलेको विज्ञान र प्रविधिको युगसम्म आइपुगेका छौँ। प्रारम्भिक युगमा मानव ओढारमा बस्थे। उनीहरूमा सीमित चेतना थियो, तर समय बित्दै जाँदा बुद्धि, विवेक र चेतना विकसित हुँदै गयो र मानिस सभ्यताको उच्च शिखरतिर अग्रसर भयो। अब हामीसँग ज्ञान छ, विवेक छ। ज्ञानी र विवेकी प्राणीले जानेर पाप कर्म गर्नु अक्षम्य हुन्छ। ज्ञान र विवेकले विनम्रता ल्याउँछ र त्यो विनम्रताले अरू प्राणीप्रति दया र करुणा देखाउन सिकाउँछ। मेरो घरमा केही घार मौरी छन् जसको जीवन अत्यन्त छोटो, मात्र 2 महिनाको छ। यो क्षणिक जीवनकालमा तिनीहरूले अनवरत परिश्रम गर्दै मह सङ्कलन गर्छन्। हामी मानिसहरू त्यो मह निकालेर आफ्नो स्वादको लागि उपभोग गर्छौँ। के मौरीको अथक परिश्रमको फल खाने हामी निर्दोष छौँ त? संसारमा हरेक प्राणीले बाँच्न पाउने अधिकार राख्दछ। एक प्राणीले अर्को प्राणीलाई हानि पुर्याउनु अधर्म हो। प्रकृतिको भोग चलन गर्ने सबैलाई समान अधिकार छ, किनकि सबै प्राणी पञ्चतत्व पृथ्वी, जल, अग्नि, वायु र आकाशबाट निर्मित छन्। हामी सबै एउटै प्रकृतिको अंश हौँ र यसै कारण प्रकृतिप्रति आदर र सम्मान हुनु आवश्यक छ। सम्पूर्ण पृथ्वी एउटै परिवार हो भन्ने मान्यतालाई हामीले आत्मसात गर्नुपर्छ। धन भनेको 2 धारे तरवार जस्तो हो। उपयोग कसरी गरिन्छ त्यसमा निर्भर गर्छ। धन धर्म पनि हो, पाप पनि हो। मानव र प्रकृतिको लागि कल्याणकारी काममा धन खर्च गर्दा धर्म हुन्छ भने कसैको हानि नोक्सानीका लागि धन खर्च भयो भने पाप हुन्छ। धन भयो भने धेरै काम गर्न सकिन्छ, तर त्यसलाई धेरै थुपारेर सदुपयोग भएन भने त्यसको कुनै अर्थ रहँदैन। दानले लक्ष्मी, धनको वृद्धि हुन्छ भनिन्छ। आवश्यक ठाउँमा दान गर्नु धर्म हो, तर यसका लागि पनि धन आवश्यक पर्छ। अर्कोतर्फ धर्म धनमा मात्र सीमित छैन। आफ्नो दैनिक कर्म निष्ठापूर्वक गर्नु, सत्य बोल्नु, कसैप्रति क्रोध वा डाहा नराख्नु, शान्त स्वभावले जीवनयापन गर्नु, यी सबै धर्म कमाउने बाटाहरू हुन्। हाम्रो समाजमा राम राज्यको अवधारणा लोकप्रिय छ, तर राम राज्य कतैबाट आयात गरिने विषय होइन। यो हामी स्वयंमा निहित छ। हामीले नै हाम्रो जीवनमा सत्य, न्याय, समानता र सद्भावका आधारमा राम राज्य स्थापित गर्नुपर्छ। म भन्ने गर्दछु, देवताहरू कुनै टाढाको स्थानमा होइन, हामी भित्रै हुन्छन्। तीर्थहरू बाहिर होइन, हाम्रो अन्तर्मनमा छन्। जब हामी 4 धाम गङ्गासागर, द्वारिका, बद्रीनाथ, केदारनाथ, पशुपतिनाथ वा अन्य पवित्र स्थलहरूमा जान्छौँ, त्यहाँ हामीले पाउने आध्यात्मिक अनुभूति हाम्रो आन्तरिक भावना र सोचले निर्भर गर्छ। मलाई लाग्छ देवतालाई ढोग्नु भनेको वास्तवमा आफ्नो आत्मालाई सम्मान गर्नु हो। भगवान आत्मामा वास गर्छन्, तिनलाई चिन्न सक्नु नै आध्यात्मिक यात्राको सार हो। जसको मन, वचन र कर्म शुद्ध छ, उसले यो कुरालाई मनन गर्न सक्दछ। विभिन्न धर्म र दर्शनका अनुयायीहरूले यसलाई फरक तरिकाले तर्क गर्न सक्छन्, तर सबैको निष्कर्ष एउटै हुन्छ, भगवान एक हुन्। आजको व्यस्त जीवनशैलीमा धेरै मानिसहरू धार्मिक स्थल र तीर्थहरूमा जान चाहन्छन्, तर समय वा स्रोतको अभावमा त्यसो गर्न सक्दैनन्। मलाई लाग्छ यदि हृदय शुद्ध र मन निर्मल छ भने घरमै बसेर पनि आध्यात्मिक अनुभूति प्राप्त गर्न सकिन्छ। आजको प्रविधि, टेलिभिजन वा अन्य माध्यमको प्रयोगले घरबाटै तीर्थस्थलहरूको दर्शन गर्ने अवसर प्रदान गरेको छ। त्यसैले मलाई लाग्दछ कि वास्तविक आध्यात्मिक अनुभूति स्थानमा मात्र होइन, हामी भित्र पनि निहित छ, हाम्रो भावनामा निहित छ। विद्वान चाणक्यले भनेका छन्,
न देवो विद्यते काष्ठे न पाषाणेन मृण्मये भावे हि विद्यते देवस्तस्माद् भावो हि कारणम्। अर्थात् भगवान काठमा छैनन्, न ढुङ्गामा छन्, न माटोको मूर्तिमा छन्। निश्चय नै भगवान भावनामा विद्यमान छन्। यसकारण भाव नै सबैको कारण हो। जीवनको रहस्यमयता उमेर बढ्दै जाँदा अझ गहिरिँदै जान्छ। युवा अवस्थामा शारीरिक शक्ति र उत्साह भरिपूर्ण हुन्छ। मध्य अवस्थामा जिम्मेवारी र दायित्वको बोझ बढ्छ र वृद्ध अवस्थामा शारीरिक क्षमता घट्दै जान्छ। यो प्राकृतिक चक्र हो। यसलाई सबैले स्वीकार गर्नुपर्छ। उमेर र स्वास्थ्य छँदै आफ्नो क्षमता अनुरूपका कार्यहरू सम्पन्न गर्नुपर्छ। हामीले जे गर्छौँ आफ्नो कर्तव्य पुरा गर्न सन्तोष पाउनका लागि गर्छौँ। बुवा आमाको सेवा गर्नु सबैभन्दा ठुलो धर्म हो। मातृदेवो भव पितृदेवो भव भनेर माता पितालाई देवता जस्तै मान्न भनिएको छ। उहाँहरूको जीवनकालमा सेवा गर्नु नै वास्तविक तीर्थ हो। उहाँहरूको मृत्युपछि श्राद्ध वा अन्य धार्मिक कर्म गर्नु स्वाभाविक हो। तर यी कर्महरूले प्रीतिलाई वास्तवमा कति लाभ पुग्छ त्यो भगवानलाई मात्र ज्ञात होला। यो संसार जीवितहरूका लागि हो। कर्मअनुसार नरक र स्वर्ग यही छन्। मृत्युपछि हामी कहाँ जान्छौँ, कस्तो गति प्राप्त गर्छौँ र कुन रूपमा अर्को जन्म लिन्छौँ यो अनिश्चित छ। त्यसैले यही जीवनमा आफ्नो कर्तव्य पुरा गरेर अरूप्रति दया र करुणा राख्नु अत्यावश्यक हुन्छ। मेरो वंशको इतिहास दीर्घायुको रहेको छ। जेठो दाई 89 वर्षसम्म, माइलो दाजु 84 वर्षसम्म र मेरो जीवा 96 वर्षसम्म बाँच्नुभयो। तर मेरा बा चाहिँ 66 वर्षसम्म मात्र जीवित रहनुभयो। प्रत्येक व्यक्तिको आयु फरक छ। कसैको वंश फैलिन्छ, कसैको सीमित रहन्छ। भगवानले कसैलाई धन दिन्छन्, कसैलाई सन्तान, कसैलाई दुवै दिन्छन् र कसैलाई दुवै दिँदैनन् पनि। कुनै कुरा रहर गर्दैमा त्यो प्राप्त हुँदैन। त्यो हाम्रो कर्मसँग पनि सम्बन्धित हुन्छ भनिन्छ। हाम्रो शरीरलाई निश्चित मात्रामा खाना आवश्यक पर्छ। खानेकुरा प्राणको लागि हो। यदि हामीले खाएको सबै कुरा शरीरमा सञ्चित हुने भए मानिस, रुख वा पहाड जस्तै विशाल बन्थ्यो होला। तर प्रकृतिमा सन्तुलन छ। हाम्रा पूर्वजहरू मांसाहारी थिए, तर आज हामी मध्ये धेरै शाकाहारी बनिरहेका छौँ। फलफुल, अन्न, दूध, दही, सागपात जस्ता सात्विक आहारले शरीरलाई पर्याप्त पोषण प्रदान गर्दछन्। शुद्ध आहारले नै मनलाई शुद्ध बनाउँछ। रक्सी, मासु, चुरोट जस्ता तामसी पदार्थहरू सेवन गर्नेहरू तिनैको दासत्वमा बाँधिन्छन्। यी तामसी तत्त्वहरूले मानिसको मनमा अहङ्कार, रिस, क्रोध र घमण्ड जगाउँछन्। यस्तो अवस्थामा सकारात्मक विचार उत्पन्न हुन सक्दैन। मानिस स्वभावैले असन्तुष्ट प्राणी हो। उसका इच्छाहरू कहिल्यै तृप्त हुँदैनन्। वस्तुको उपभोगले इच्छाहरूलाई शान्त पार्न सक्दैन। जति कमाए पनि अपुग, जति पाए पनि अपुग। उमेर बढ्दै जाँदा शारीरिक परिवर्तनका साथै निन्द्रा पनि पातलो हुँदै जाने रहेछ। अहिले म बिहान चाँडै उठ्छु, दुर्गा पाठ गर्छु र दिनभरि सकारात्मक चिन्तन गरेर समय बिताउँछु। आध्यात्मिक चिन्तन गर्दछु जसले मेरै मनलाई शान्ति प्रदान गर्दछ। संसारमा अनेकौं परिवर्तनहरू आए। अहिले शहरीकरण र औद्योगिकरणको प्रभावले पहिलेको प्राकृतिक सौन्दर्य र निर्मलता क्रमशः लोप हुँदै गएको छ। पहिला बजार देख्दा रहर लाग्थ्यो, अहिले चिन्ता लाग्छ। कुनै महामारी वा प्राकृतिक विपत्ति आइपरेमा सहरमा भाग्ने ठाउँ छैन, गाउँमा खुल्ला वातावरण छ। म भन्छु हरेकका लागि जीवन सृष्टिकर्ताको अनमोल उपहार हो। यो क्षणिक छ, तर यसको प्रभाव अनन्त हुन सक्छ। हामीले यस संसारमा दिने र लिने प्रक्रिया निरन्तर चलिरहन्छ। महत्त्वपूर्ण कुरा यो हो कि हामी सत्य, धर्म र प्रेममा आधारित जीवन बाँच्छौँ। हामीले अरूलाई दिएको प्रेम र करुणा नै हाम्रो जीवनको वास्तविक सम्पत्ति हो, जुन जति बाँड्यो त्यति नै फैलिएर जान्छ। भनिन्छ नि, परोपकाराय फलन्ति वृक्षा। वृक्षहरू परोपकारका लागि फल दिन्छन्। हामीले पनि आफ्नो कर्मद्वारा यो प्रकृति र जगतलाई सुन्दर फल दिनुपर्छ, लाभ पुर्याउनुपर्छ। यही जीवनको साधना हो, यही नै जीवनको सार हो।